टक विथ सचिन प्रेजेन्स मञ्च सुनेला। यदि हजुरहरूको लाइन पनि भिडियोमा देख्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। रिसाएको हो भने फकाउन आउँदैन, टाढा हुन खोज्दैछौ भने म केही बोल्दिन। आफूले आफूलाई विश्वास गर्ने गर्नुहोस्। दिमागले साथ छोडे पनि आत्माले कहिल्यै छोड्ने छैन। बदलिसके म, आँखालाई मन पर्यो भन्दैमा पछि पर्दिन म। जो मेरो हो आफै पछि आउनेछ। बोलीले सपना देखाउने अनि व्यवहारले औकात देखाउने मान्छेको कमी छैन यहाँ। सम्बन्ध यस्तो नहोस् जस्तो कि हिजोले आजलाई भुले जस्तो। मन पराउने भन्दा मन बुझ्नेको खाँचो छ जिन्दगीमा। बोल्ने बानीमा होइन, व्यवहारमा ध्यान दिनुहोस्। धेरै भेट्ने गर्छन् तिमीलाई मात्र माया गर्छु भन्ने, तर कति बेला अर्कोसँग सम्बन्ध जोडिदिन्छन् थाहा नै हुँदैन। सुन हो बदलिए म, किनकि तिमीले मलाई औकातमा बस्न सिक भनेको थियौ। प्रिय लगाउँछौ भने कसैमाथि गुण लगाऊ, माया नपाउने मान्छेहरूमाथि माया लगाऊ, तर एउटा कुरा आँखा कहिल्यै नलगाऊ। रुवाउने छैन म कसैलाई नि, किनकि मोती त झर्ने होइन आँखाबाट, त्यही आँसु त झर्ने हो। जिन्दगीमा त्यो मान्छेको खोजी छ जसले रूपलाई होइन मनलाई माया गरिदियोस्। समयले पनि मान्छेलाई कति परिवर्तन गराइदिन्छ। जसको साथमा रमाउने गर्थे आज मबाट उसैलाई नै टाढा बनाइदिन्छ। यो होइन कि कति टाढाबाट आएको थियो, यो हो कि तिम्रो दिलबाट कति टाढा भइसकेछु। उसको यादहरू पनि चुरोट जस्तै हो, मनलाई आनन्द दिन्छ तर जिन्दगीलाई जलाइरहेको हुन्छ। रिसाएकै हौ भने फकाउन आउँदैन, टाढा हुन खोज्दैछौ भने म केही बोल्दिन। साथीहरू, हजुरलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र यसका साथसाथै टक विथ सचिनलाई सब्स्क्राइब गर्दाखेरि बेल आइकन पनि दबाउनुहोला र यहाँसम्म भिडियो हेर्नुभयो भने लाइक पनि गरिदिनुहोला।